Hello everyone, welcome back to our channel ILS Journey, an inspiring literature and sports journey. आज बिहान चाहिँ टक्क नेपाल भर्सेस जापानको फर्स्ट इनिङको फुल अनि सेकेन्ड इनिङको पनि केही लाइभ कमेन्ट्रीबाट हामी भेट भएका थियौँ। सो तपाईहरु हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ एउटा सर्ट भ्लगमा सबै स्वागत छ। अहिले चाहिँ यो देख्छु मैले या you can see north there. अनि आजको अर्को ह्याप्पी कुरा भनेको चाहिँ के छ भने हाम्रो सकारात्मक सोचको विकासको मेची महाकाली अभियान चाहिँ विभिन्न व्यथिति विसङ्गतिमाथि आवाज उठाउँदै एउटा प्रेरणा यानी कि इन्स्पिरेसन छर्ने जर्नीको 539 डेजमा आइपुगेको छ र यो प्रेरणा र सशक्त सञ्जाल संस्थाबाट अगाडि बढेको यो अभियानमा यदि तपाईहरु पनि सहभागी हुन चाहनुहुन्छ भने यसै ब्लगको डिस्क्रिप्सनमा राखिएको मेलमा तपाईले हामीलाई मेल गर्न सक्नुहुनेछ अथवा WhatsApp नम्बर पनि हामी छोडिदिनेछौँ। सो सबैलाई इन्स्पायर एन्ड इम्पावर नेटवर्कको 539 डेजमा हामी आइपुगेका छौँ र जस्तो आज अस्वस्थता हुँदा पनि यता पोखरा झरेको अवस्था थियो र विभिन्न व्यथिति विसङ्गति माथि आवाज उठाउँदै गर्दा अहिले विशेष व्यथिति भनेको चाहिँ जसरी यो फोहोर व्यवस्थापन त्यसै गरी पार्किङ व्यवस्थापनको जुन एउटा चुनौती आएको छ त्यसलाई सम्बन्धित निकायले ध्यान दियोस् भनेर हामी भन्न चाहन्छौँ। यो चाहिँ हाम्रो येलो ब्रिज है। त्यसै गरी यहाँ छ हाम्रो हिमालयन सिद्ध महायोग मेडिटेसन सेन्टर। यताबाट चाहिँ हामी नदीपुर होइन माथिको यो भने चाहिँ अब बगरडामा चढ्नु भयो भने लेफ्ट साइडबाट चाहिँ महेन्द्र पुल तेस्रोपट्टि चिप्लेढुङ्गा त्यति पुग्न सकिन्छ है। आजको वेदरको कुराकानी गर्नुपर्दा आजको वेदर यस्तो छ है। यतापट्टि चाहिँ यस्तो छ, यतापट्टि जति पुगेको लास्टिङ भएको छ मिडल स्काई चाहिँ यस्तो छ। त्यसैले हामी तपाईहरुमाझ विभिन्न इन्स्पायरिङ भिडियोजहरू व्यथिति विसङ्गति विरुद्धका भिडियोजहरू पनि अपलोड गर्नेछौँ आउँदो दिनहरूमा। तपाईहरु पनि हाम्रो च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गर्न पनि नभुल्नु होला। थ्याङ्क यू एभ्रीवन फर वाचिङ दिस सर्ट भिडियो। डु लाइक शेयर एन्ड सब्स्क्राइब एन्ड किप लभिङ आवर च्यानल। यो सिन पनि मलाई देखाउनु पर्छ। सेती नदी यति गहिरो बगेको है। सेती नदी यति गहिरो बगेको कति गहिरो बगेको होला त। सेती नदी चाहिँ एकदमै गहिरो बगेको छ है। ओके द्याट्स अल फर टुडे। स्टे पोजिटिभ, स्टे ह्याप्पी, स्टे हेल्दी, किप लभिङ अस। थ्याङ्क यू सबैजनामा। थ्याङ्क यू सो मच यो सर्ट भिडियो हेरिदिनु भएकोमा।